दाइ यो ल्याक्टक होटल है ल्याक्टक होटल एकदम दामी छ है बबाल दामी छ सेवा सुविधा पनि राम्रो छ रुमहरूको आउनु होला हाइवेमै छ हजुरको मोबाइल खोइ पानी हाल्नु कहाँ जाँदैछौँ हामी काठमाडौँ जाँदैछ हामी कहाँ थियौँ अरे पोखरामा पोखराबाट अहिले काठमाडौँ जाँदैछौँ अब बिहान कति बजे अहिले 6:30 भयो 6:30 भयो हामी अब काठमाडौँ निस्किँदैछौँ हेलो गाइज हामी चाहिँ पोखरादेखि काठमाडौँको लागि निस्किँदैछौँ कपाल सपाल कोर्न लाग्नु भएको छ हेलो सानो कस्तो भयो हजुरको पोखराको बसाइ घुमाइ कस्तो भयो नडराएर बस्नु होला ल बाइकमा मजासँग पछाडि हस् ओके हेलो गाइज हामी चाहिँ पोखरादेखि काठमाडौँको लागि निस्किँदैछौँ हामी चाहिँ अस्ति काठमाडौँ टु पोखरा गरेको थियौँ आज पोखरा टु काठमाडौँ जाँदैछौँ है त हामी ट्याक्कै निस्किन लागेको छौँ मजासँग यही रुममा बसेको थियौँ र यो रुमबाट बबाल दामी दृश्य पोखराको फेवताल पोखरा अनि सबै देखिन्थ्यो होइन यहाँदेखि माथिको डाँडाहरू हामी त हिजो त्यो माथिको डाँडामा पनि पुगेर आएको गएको छु त्यो माथिको डाँडा छ नि त्यो डाँडामा केबल कार जान्छ नि त त्यो डाँडामा पनि पुगेर आएको यहाँ त हामी वरिपरि लेक साइडमा चाहिँ होटलहरू पनि बबाल छन् बस्नलाई है साथीहरू तपाईँहरूले यस भ्लगलाई चाहिँ मजासँग सपोर्ट गर्नु होला डट भ्लगलाई माया देखाइदिनु होला होइन अनि हामी चाहिँ पोखरादेखि काठमाडौँ जाँदै गरेको दृश्यहरू देखाउँछौँ तपाईँहरूले मजासँग यस भ्लगलाई सपोर्ट गर्नु होला माया गर्नु होला रेस्पेक्ट गरिदिनु होला है लाइक सेयर कमेन्ट सब ठोकिदिनु होला है मजासँग साथीहरू है बिहान अहिले 6:30 बजेको रुममा टाइमिङमा अब हामी यही रुममा थियौँ ट्याक्क बाहिर रुम पनि अब डाइङ छोडेर भयो ऊ हाल्नु सानो त्यो ऊ हाल्नुहोस् त चार्ज हाल्नुहोस् सानो पनि रेडी हुँदै हुनुहुन्छ यहाँ चाहिँ हामी अब ड्याङ्गा पारेर जान्छौँ अब ट्याक्कै काठमाडौँ जानलाई रेडी हुँदैछौँ अब हामीले हिजो पनि बस्यो आज बिहानै ट्याक्कै 6-9 बजे हिँड्नु भनेको 6:22 भइसक्यो अब हामी ट्याक्कै 7-9 बजे निस्किहाल्छौँ नडराएर बस्नु होला ल बाइकमा मजासँग पछाडि हस् ओके साथीहरू अब हेलमेट पनि ट्याक्क लाउँछु है हेलमेट यो हेलमेट हो मेरो चाहिँ भ्लग बनाउने भनेर किनेको हेलमेट हो नि त यो हामीले यहाँ पारेर काठमाडौँ जाने हो पोखरा टु काठमाडौँ जाने होइन सानै हामी चाहिँ ट्याक्क हेलमेट सेलमेट लगाएर रेडी भयौँ साथीहरू अनि हामी कपाल सपाल कोर्न लाग्नु भएको छ हेलो सानो कस्तो भयो हजुरको पोखराको बसाइ घुमाइ कस्तो भयो राम्रो भयो है राम्रो भयो अब हामी यहाँदेखि आज काठमाडौँको लागि निस्किँदैछौँ है पोखरादेखि काठमाडौँको लागि अब ट्याक्कै हाम्रो रुम यस्तो दामी ठाउँमा थियो कि यहाँदेखि सर्लक्क पारेर यो देखिन्थ्यो कि पोखराको पुरै भ्यू देखिन्थ्यो पारि ताल पनि देखिन्छ यहाँदेखि ताल पनि देखिन्छ बबाल छ है हेर्नुहोस् यस्तो देखिन्छ साथीहरू दामी देखिन्थ्यो है बबालै देखिन्थ्यो लगाउनु पऱ्यो त पानी त हजुरले टोपी लगाउनु भनेको मान्नुहुन्न है टोपी लगाउनु क्या सानो त्यो कालो जगेट हाल्नुभयो झोलामा लाउनु न कालो जगेट लाउनु न हुन्छ न त त्यो र यो लाएर पछि यो झिकेर हाले भए हुन्थ्यो मैले मम्मीलाई फोन गरेर आएको छु है मम्मी हेलो बुवा ढोका रे हामी निस्किनै लाग्यो यहाँदेखि अब फोन गर्दै गर्छौँ चिन्ता नमान्नु होला हामी फोन गर्दै गर्छौँ पोखरा यो साथीहरू पोखरा ल हेलो रुम बाई बाई सानो रुमलाई बाई बाई भनिदिनु रुमलाई बाई बाई भनिसकेपछि साथीहरू हामी रुमको ढोका सोका बन्द गरेर ट्याक्कै तल काउन्टरमा निस्क्यौँ काउन्टरमा हिसाब किताब गर्न बाँकी थियो अनि साउजी दाई चाहिँ किचनमा हुनुहुन्थ्यो अनि किचनबाट दाईलाई डाक्यौँ हामीले दाई हामी जान लाग्यौँ भनेर हामी निस्किन लाग्यो दाई ट्याक्कै उ गरौँ हामी यही होटलमा थियौँ है साथीहरू हजुरहरू पनि पोखरा आएको मजासँग यो दाइ यो ल्याक्टक होटल है ल्याक्टक होटल एकदम दामी छ है बबाल दामी छ सेवा सुविधा पनि राम्रो छ रुमहरूको आउनु होला हाइवेमै छ दामी छ साथीहरू काउन्टरमा हामीले हिसाब किताब गरिसकेपछि ट्याक्क पारेर बाइक स्टार्ट गरौँ ट्याक्कै अनि निस्क्यौँ हामी होटलदेखि निस्किसकेपछि ट्याक्क सानुलाई पछाडि बसाली अनि हामी हाइवेबाट कन्टिन्युस पारेर काठमाडौँ हिँड्यौँ साथीहरू अब तपाईँहरूले भ्लग हेर्न नछुटाउनु होला ट्याक्क पारेर डेन्जरस पार्ट पनि छ यो भ्लगमा है मजासँग हेर्नुहोस् तपाईँहरूले सेयर गर्नुहोस् कमेन्ट गर्नुहोस् भ्लग हेरेर इन्जोय लिनुहोस् है त साथीहरू यो मन त मेरो हो नेपाली हो घुम्ने हाँस्ने रम्ने दिन यिनै त हो मन त हाम्रो नेपाली हो होइन सानो जोसो भन जे भन जता जुकै लैजाऊ मलाई मन त मेरो पोखरेली हो पोखरामा फेवा ताल केबुल कार घुमेर जाँदैछौ नि मन त पोखरेली हो पृथ्वी चोकैमा जम्छ भने भेट्न आऊ पृथ्वी चोकैमा टोपी निकाले
के किनिदिने हो र अहिले कहाँ खुल्छ र है एउटा टोपी पातलवाला पाइन्छ त हजुरले किन्नुपर्छ त त्यस्तो छैन हो छैन त्यति दुईवटा टोपी ल्याऊ उता अगाडि ढोक्नु ल त्यस्तो त चाहिँदो मन त मेरो नेपाली हो ल झोला निकाल्नु झर्नुहोस् पहिला पछाडि हो त्यहाँ बिचको ब्यागमा हेर्नु बिचको लाइन